सुरुमा बेबीलाई मुख पुस्दिने, त्यसपछि बिस्तारै मुख पुस्दिसक्नु हैन। अनि त्यसपछि अलिकति सप लिने, अनि त्यसपछि नुहाइदिने टाउकोमा। बेबीलाई चाहिँ सजिलो गरी लिने, अनि त्यसपछि सप गरिदिने टाउकोमा। अनि त्यसपछि पखाल्ने, त्यसपछि बाथटबमा तातो पानीमा जिउ पनि नुहाइदिने, टाउको नुहाइसकेपछि जिउ पनि नुहाइदिने नरुने तरिकाले। अनि त्यसपछि नुहाउँदैछु, त्यसपछि तौलियाले गुमुक्क पारेर बेर्दिने, अनि पुस्दिने टाउको। अनि त्यसपछि सानो मान्छेलाई कपडा लगाइदिने, अनि त्यसपछि बुबुक